डबल एसी ब्लक। यो ब्लक एकदम हलुका र ओस पनि छेक्नी, गर्मीमा चिसै रहने र जाडो महिनामा तातो रहने भएका कारणले यो ब्लक चाहिँ भित्र पार्टिसन कोठाहरूमा बढी युज गरिन्छ र लगाउन पनि सजिलो। यसरी लेबलले नापेर सजिलैसित सेट गर्न पनि सजिलो, काम गर्न पनि छिटो, रङ लगाइरहने झन्झट पनि नहुने। यसरी चाहिँ तपाईको हल्का यसैको चाहिँ तपाईको पाउडर आउँछ, त्यो पाउडर लगाएर यसरी मार्तलले तपाईको बिस्तारी ठोक्दिँदा पनि एकदम मजाले समाउँछ। यहाँ हामीले यो एउटा कोठा निकाल्दै छौं बाहिरपट्टि, त्यसैको लागि चाहिँ यो बाहिरको आवाज भित्र नआओस्, भित्रको आवाज बाहिर नजाओस् भन्ने कारणले चाहिँ यसलाई हामीले चाहिँ यहाँ एउटा सुन्दर कोठा बनाउँदै छौं। यसरी चाहिँ हजुरहरुको यो पाउडर आउँछ सिमेन्टी जस्तो, एक बोराले लगभग तपाईको चाहिँ लगभग तपाईको 20-25 वटा लाग्दो रहेछ। यसरी यो केमिकल जस्तो फेटेर मेसिनले अनि यसरी चाहिँ लगाएर एकदम पातलो तरिकाले एक साइज बनाएर, यो चाहिँ अब एक साइज बनाएर लगाइयो भने आफूलाई माथिपट्टि राख्दाखेरि लेभल मिलाउन सजिलो हुने। यो जुन लगाउने भाँडो छ यो चाहिँ हामी आफैले बनाएको है साथीहरु, जोगाड गरेर यसरी टक्क उठाएर टक्क राख्न एकदम सजिलो, हलुङ्गो, 2 फुट लम्बाइ भएको अनि तपाईको चाहिँ 10 इन्ची हाइट भएको, 4 इन्ची तपाईको चाहिँ मोटाइ भएको एकदम राम्रो डबल एसी ब्लक अहिले नेपालमा लगभग प्राय चलिरहेको छ। यो यही लगाउन पनि सजिलो। यही हो साथीहरु, काम गर्नुपर्छ, काम गरे मात्रै माम मिल्छ र यो लगाउन पनि एकदम सजिलो छ र लाउन पनि मूल्य पनि कम लाग्छ है साथीहरु यसको। ल त साथीहरु